नमस्कार साथीहरू, DCI टिप्स युट्युब च्यानलमा तपाईहरुलाई सबैलाई हार्दिक स्वागत छ। यदि तपाई MS वर्ड प्रयोग गरेर प्रोफेसनल सर्टिफिकेट डिजाइन बनाउन सिक्न चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस्। आज हामी कुनै पनि विद्यालय, कलेज, तालिम केन्द्र वा संस्थाको लागि आकर्षण र प्रोफेसनल सर्टिफिकेट कसरी बनाउने भन्ने कुरा स्टेप बाइ स्टेप हजुरहरुलाई सिकाउने छौं। यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्नुहोला, बेल आइकन थिच्नुहोस् र भिडियो मन परे लाइक, कमेन्ट, शेयर गर्न नभुल्नुहोला। अब सुरु गरौँ। सबभन्दा पहिला MS वर्ड खोल्नुहोस् र नयाँ ब्ल्याङ्क डकुमेन्ट लिनुहोस्। यहाँ देखाएको डिजाइन अनुसारकै नमुना अनुसारको आज हामी सर्टिफिकेट बनाउने छौं। र त्यसको लागि सबभन्दा सुरुमा हजुर यहाँ सर्च बटनमा गएर गर्नुहोस् क्लिक र यहाँ लेख्नुहोस् वर्ड र गर्नुहोस् इन्टर र त्यस पछाडि साथीहरु यहाँ हेर्न सक्नुहुन्छ ब्ल्याङ्क डकुमेन्टमा गएर गर्नुहोस् क्लिक। त्यसमा क्लिक गरिसकेपछि साथीहरु हामीलाई मिलाउनु पर्ने हुन्छ पेज मिलाउनको लागि सिम्पली साथीहरु हामीहरु जानुपर्ने हुन्छ यो पेज लेआउटमा र यसमा गएर गर्नुहोस् क्लिक र त्यसपछि यहाँ मिलाउनुहोस् मार्जिनमा गएर गर्नुहोस् न्यारो, ओरिएन्टेसनमा गर्नुहोस् ल्यान्डस्केप, साइजमा गर्नुहोला A4 साइज गर्नुहोला, कलम सिंगल 1 कलम गर्नुहोला। त्यसपछि साथीहरु हामीलाई यसमा गर्नुपर्ने हुन्छ डिजाइन गर्नको लागि साथीहरु सबभन्दा सुरुमा हामीलाई जानुपर्ने हुन्छ इन्सर्टमा गएर हामीलाई लिनुपर्ने हुन्छ शेप र त्यो भन्दा अगाडि साथीहरु सबभन्दा सुरुमा हामी जानुपर्ने हुन्छ डिजाइनमा गइसकेपछि साथीहरु यहाँ हेर्न सक्नुहुनेछ हामी यो पेज बोर्डरमा गएर गर्नुहोस् क्लिक। यसमा क्लिक गरिसकेपछि साथीहरु यहाँ विभिन्न किसिमको डिजाइनहरु देखाएको छ र यस मध्येमा जुन हजुरलाई मन पर्छ यहाँबाट लिन सक्नुहुनेछ। जस्तै म यो मन पर्यो, त्यसपछि यहाँ लेखेको छ तल हेर्न सक्नुहुनेछ कलर, यहाँबाट कलर लिन सक्नुहुनेछ। यहाँबाट यसको जो बोर्डरको गर्न सक्नुहुन्छ मोटाई, यहाँबाट आर्टहरु पनि आउने गर्दछ। यहाँ विभिन्न किसिमको लाइनिङ टाइपको हजुरहरुको यहाँ बोर्डरहरु रहेको छ। तपाईलाई स्याडोमा चाहिएको हो कि 3D मा चाहिएको छ, जुनमा चाहिएको छ त्यो अनुसार हजुरहरु यहाँ लिन सक्नुहुनेछ र त्यसपछि यहाँ गर्दिनुस् ओके। हामी यहाँ गर्नेछौं यसमा लिनेछौं कलरमा हामी यो कलर लिनेछौं। कलर लिइसकेपछि साथीहरु यसको गर्दिनुस् मोटाई कम, मोटाई हजुरलाई जति चाहिन्छ त्यो अनुसारले मोटाई लिनु होला र गर्दिनुस् ओके। यति साथीहरु पेजलाई सेटअप गरिसकेपछि साथीहरु त्यसपछि जानु होला इन्सर्टमा गएर साथीहरु जानु होला शेपमा गइसकेपछि साथीहरु एउटा लिनुहोस् रेक्टेंगल टुल लिइसकेपछि साथीहरु यसरी ड्रा गर्न सक्नुहुनेछ र यो रेक्टेंगल टुल्सबाट साथीहरु यसरी ड्रा गरिसकेपछि साथीहरु तपाई सिम्पली राइट क्लिक गरेर यहाँ हेर्न सक्नुहुन्छ एडिट पोइन्ट, यो एडिट पोइन्टमा क्लिक गर्न सक्नुहुन्छ। अन्यथा नत्र यहाँ सेभ फर्मेटमा क्लिक गरेर यहाँ पनि क्लिक गरेर यहाँ हेर्न सक्नुहुन्छ एडिट पोइन्ट रहेको छ, यहाँबाट पनि एडिट पोइन्ट लिन सक्नुहुनेछ। म सिम्पली यहाँबाट लिनेछु एडिट पोइन्ट र यो कुनै एउटा ठाउँमा यसरी गर्नुभयो भने क्लिक, यहाँ अप्सन रहेको छ, यो अप्सनबाट साथीहरु यसरी गर्न सक्नुहुन्छ। यसको शेपलाई बाङ्गो र यसलाई गर्दिनुस् बाहिर इन्टर, यसमा क्लिक गरेर यसलाई गर्न सक्नुहुन्छ ठुलो र सानो पनि गर्न सक्नुहुनेछ। तर गर्दिनुस् ठुलो र यता पनि गर्दिनुस् र यता पनि ठुलो गर्न सक्नुहुनेछ। यसरी साथीहरु तपाईहरुले गर्न सक्नुहुनेछ र त्यसपछि साथीहरुलाई यसलाई गर्न सक्नुहुनेछ यसरी उल्टो पनि घुमाउन सक्नुहुनेछ र त्यसपछि साथीहरु फेरि अगेन मलाई एडिट पोइन्टमा अझै एडिट गर्नु छ भने फेरि एडिट पोइन्ट लिनुस्, पुरा पोइन्टमा क्लिक गर्नुहोस्, त्यसलाई गर्दिनुस् तल, हल्का तल यसरी गर्नुभयो भने साथीहरु त्यसपछि यसलाई गर्दिनुस् क्लिक गरेर साथीहरु यसलाई गर्दिनुस् यसरी पल्टाउनु भयो भने साथीहरु यसमा क्लिक गरेर साथीहरु यसरी उतापटि पल्टाउनु भने यो ब्याक साइडमा पल्टेर जानेछ। र त्यसपछि साथीहरु यसमा लिनुहोस् शेप फिलमा गएर कुनै कलर, जुन कलर हजुरलाई मन पर्छ त्यो कलर यसरी गर्नु होला सिलेक्ट, जुन कलर हजुरलाई मन पर्छ त्यो कलर यसरी लिन सक्नुहुन्छ सिलेक्ट गर्नु होला र जुन कलर हजुरलाई मन पर्छ यसरी गर्नु सिलेक्ट र त्यसपछि साथीहरु यसलाई गर्दिनुस् यसमा अट्याच र यसलाई पनि गर्दिनुस् यसमा अट्याच, यसलाई पनि गर्दिन सक्नुहुन्छ यसमा अट्याच। डाइरेक्सन किले यसरी माथि पनि एडजस्ट यसरी गर्न सक्नुहुनेछ। र त्यसपछि साथीहरु तलको डिजाइन गर्नको लागि साथीहरु पुनः जानुहोस् इन्सर्टमा गएर जानुहोस् शेपमा गएर एउटा ल्याउनु राइट एंगल ट्रायंगल, यो राइट एंगल ट्रायंगल हजुरहरुले गर्न सक्नुहुनेछ। यसरी ड्रा गर्न सक्नुहुनेछ साथीहरु, यसरी ड्रा गरेर साथीहरु राख्न सक्नुहुनेछ, यहाँ यसरी एडजस्ट गर्न सक्नुहुनेछ र यसलाई गर्दिनुस् यताबाट अपोजिट डाइरेक्सनमा यसरी राख्न सक्नुहुनेछ, यसलाई यसरी एडजस्ट गरिदिन सक्नुहुनेछ यहाँ पनि डाइरेक्सन की को सहायताले। र त्यसपछि साथीहरु यसलाई पनि यसरी एडजस्ट गरिसक्नुभयो भने यति यसरी गर्दिनुस् एडजस्ट र यसको पनि शेपमा क्लिक गरेर शेप फिलमा गएर जानुहोस्, यसको पनि गर्दिनुस् कलर चेन्ज र त्यसपछि साथीहरु यो लाइनमा क्लिक गरेर कन्ट्रोल डी गर्दिनुस्, यसको हुन्छ डुप्लिकेट, यो डुप्लिकेट कलरमा शेप फिलमा गएर गर्दिनुस् सिम्पली कलर र यसलाई गर्दिनुस् राइट क्लिक गरेर गर्दिनुस् सेन्ड ब्याक र त्यसपछि साथीहरु यसलाई गर्दिनुस् भित्र, यसलाई हल्का ठुलो यसरी बनाइदिनुस्, यसलाई गर्दिनुस् यहाँ एडजस्ट, यसरी गर्न सक्नुहुन्छ साथीहरु एडजस्ट
यसरी एडजस्ट गर्नुभयो भने साथीहरू यसलाई हल्का यसरी यसरी तान्न पनि सक्नुहुन्छ, एक साइडमा यसरी तानेर हजुरहरूले राख्न पनि सक्नुहुन्छ र एउटा ठाउँबाट यसरी तलभित्र पनि राख्न सक्नुहुन्छ साथीहरू। यसरी गर्नुभयो भने साथीहरू पुनः जानुहोस् इन्सर्टमा, इन्सर्टमा गएर सेपमा एउटा लाइनिङ लिनुहोस् र लाइन लिइसकेपछि साथीहरू यहाँ यसरी लाइन यहाँ ड्र गर्न सक्नुहुनेछ। जुन कलर राख्नु मन लागेको छ भने त्यो कलर यहाँ ड्र पनि गर्न सक्नुहुनेछ। जुन लाइनलाई यसरी गरिदिनुहोस् यो ड्र गरेर यहाँ यसरी राखिदिनुहोस् र यहाँबाट हजुरहरूले कलर यसलाई चेन्ज पनि गर्न सक्नुहुन्छ। जुन कलर हजुरलाई बेस्ट लाग्छ त्यो कलर यहाँ दिन सक्नुहुनेछ साथीहरू, जुन कलर हजुरलाई मन पर्छ। यदि यहाँ मन पर्दैन भने सिम्पली साथीहरू यहाँबाट कुनै एउटा म लिइहाल्छु यो कलर यसमा गरिदिए क्लिक र त्यसैलाई यसमा लाइनमा क्लिक गरेर गरिदिनुहोस् कन्ट्रोल डी र यसलाई पनि गरिदिनुहोस् यहाँ एडजस्ट र यसलाई पनि यहाँबाट तल यसरी तानेर यहाँ राखिदिनुहोस् र यहाँबाट पनि यसलाई तानेर गरिदिनुहोस् माथि, यसलाई पनि गरिदिनु एडजस्ट र त्यस पछाडि साथीहरू यसलाई पनि एडजस्ट यसरी गरिदिनुहोस् साथीहरू, एडजस्ट गर्न सक्नुहुनेछ। यति गरिसकेपछि साथीहरू लाइनमा गर्नुहोस् क्लिक। यसको मोटाई गर्नु छ भने सेप फर्मेटमा गएर सेप आउटलाइनमा विड्थमा गएर हल्का यसरी मोटो पनि गर्न सक्नुहुनेछ साथीहरू। जति मोटो चाहिएको छ त्यो अनुसारले यहाँ यसलाई पनि मोटो गर्न सक्नुहुनेछ। सेप आउटलाइनमा पनि विड्थमा गएर हल्का मोटो गरिदिनुहोस् र मोटो पातलो गरिदिँदा जस्तो गर्दा पनि भयो र त्यस पछाडि साथीहरू यसको माथिमा गर्नुहोस् क्लिक र सेप फर्मेटमा गएर सेप फिलमा गएर गरिदिनुहोस् ग्रेडियन्ट कलर। जुन ग्रेडियन्ट कलर यसरी पनि गर्न सक्नुहुनेछ साथीहरू। पहिलाकै राख्न चाहनुहुन्छ भने पहिलाकै अप्सनमा छोडिदिनुहोस्। त्यसै गरी माथिको अप्सनलाई पनि गर्नुहोस् क्लिक र सेप आउटलाइनमा गएर सेप फिलमा गएर गरिदिनुहोस् ग्रेडियन्ट कलर। जुन कलर गर्ने पहिलाकै जस्तो राख्नु छ भने जस्ताको त्यस्तै छोडिदिन सक्नुहुनेछ। त्यस पछाडि साथीहरू यहाँ इन्सर्टमा जानुहोस्, इन्सर्टमा गएर पिक्चरमा जानुहोस् र दिस डिभाइसमा क्लिक गर्नुहोस्। यहाँ हजुरलाई मन परेको कुनै एउटा फ्लावर लिन सक्नुहुनेछ। जुन फ्लावर हजुरलाई मन पर्छ मैले गरिदिएँ इन्सर्ट र त्यस पछाडि साथीहरू यसमा क्लिक गरेर यो टेक्स्ट वापीमा गएर गरिदिनु इन फ्रन्ट अफ टेक्स्ट र त्यस पछाडि साथीहरूलाई तानिदिनुहोस् र यसलाई यहाँबाट गरिदिनुहोस् सानो र त्यस पछाडि साथीहरू यसलाई गरिदिनुहोस् यो नाम यसरी एडजस्ट। त्यसरी साथीहरू एडजस्ट गर्न सक्नुहुनेछ। यति गरिसक्नुभयो भने साथीहरू यसलाई गरिदिनुहोस् एडजस्ट मजाले। हल्का यता पनि ठुलो गर्नु छ भने यसरी ठुलो बनाइदिनुहोस् र यता पनि ठुलो बनाउनु छ भने यसरी यसरी तल तान्न पनि सक्नुहुनेछ। यसरी गरिदिनु भयो भने साथीहरू हाम्रो हल्का एट्र्याक्टिभ देखिन्छ। हल्का यसलाई पनि सानो गरिदिनुहोस् एट्र्याक्टिभ देख्नका लागि। त्यस पछाडि साथीहरू इन्सर्टमा जानुहोस् र इन्सर्टमा गएर सेपमा जानुहोस्, सेपमा गएर एउटा लिनुहोस् सर्कल र सर्कलमा साथीहरू यहाँ गर्नुपर्ने हुन्छ ड्र। यसरी साथीहरू गर्नुहोस् ड्र, यसरी ड्र गरेर साथी यहाँ राख्न सक्नुहुनेछ। सेप फिलमा जानुहोस् र पिक्चरमा जानुहोस् र फ्रम फाइलमा जानुहोस् र त्यस पछाडि यहाँबाट एउटा लोगो लिनुपर्ने हुन्छ र गरिदिनुहोस् इन्सर्ट। लोगो फिट भइराइसकेको छ। त्यस पछाडि साथीहरू आउटलाइनमा जानुहोस्, यसको आउटलाइन कलर हल्का आफूलाई मन परेको आउटलाइन कलर यसरी लिन सक्नुहुनेछ। हजुरहरूले जुन कलर हजुरलाई मन पर्छ त्यो कलर यसरी यहाँबाट लिन सक्नुहुनेछ। यसरी लिनुहोस् कलर। त्यसपछि सेप आउटलाइनमा गएर यसको कलरलाई गरिदिनुहोस् यसरी मोटो, हजुरले मोटो गर्न सक्नुहुनेछ। हल्का यसको बढाउनु मन छ भने हल्का बढाउन पनि सक्नुहुन्छ, छोटो गर्न सक्नु छोटो पनि गर्न सक्नुहुनेछ। र त्यस पछाडि साथीहरू यसलाई एडजस्ट पनि यहाँ गर्न सक्नुहुनेछ। यसरी एडजस्ट गरिसकेपछि साथीहरू पुनः लिनुपर्ने हुन्छ ट्याक्स बक्स लिनका लागि इन्सर्टमा क्लिक गर्नुहोस् र त्यस पछाडि साथीहरू सेपमा क्लिक गर्नुहोस् र यहाँबाट लिनुहोस् ट्याक्स बक्स साथीहरू यहाँबाट यसरी गर्नुहोस् ड्र। यसरी ड्र गरिसकेपछि साथीहरू यहाँ हजुरहरूलाई कम्पनीको नाम लेख्नुपर्ने हुन्छ। सर्टिफिकेट बनाउँदाखेरि कुनै पनि कम्पनीको सर्टिफिकेट बनाउँदाखेरि हजुरहरू त्यो सर्टिफिकेटको नाम लेख्नुपर्ने हुन्छ। म यसलाई गर्छु कपी, फेरि पुनः त्यही ठाउँमा गएर यहाँ यसमा क्लिक गरेर गरिदिन्छु पेस्ट र यसमा मैले सिलेक्ट गरेर यसको गरिदिन्छु कलर चेन्ज। हजुरलाई जुन कलर या फन्ट कलर चेन्ज गर्नु छ भने हजुरलाई जुन कलर बेस्ट लाग्छ त्यो कलर यसरी लिनु होला र यसको साइजलाई पनि यहाँबाट यसरी बढाउन सक्नुहुनेछ। र हल्का चाहिँ साइजमा बढाइदिन्छु र यसलाई गरिदिन्छु यताबाट तन्काइदिन्छु र यसरी यताबाट पनि तन्काउन सक्नुहुनेछ र यसरी गरिदिन्छु म यसलाई एडजस्ट। यसरी एडजस्ट गर्न सक्नुहुनेछ साथीहरू, यसरी गरिदिन सक्नुहुन्छ एडजस्ट। यसरी साथीहरू गरिदिनुहोस् एडजस्ट र त्यस पछाडि साथीहरू यसमालाई एडजस्ट गरेर यसरी राख्नुहोस् र त्यस पछाडि साथीहरू सेल लाइनमा क्लिक गरेर सेप फर्मेटमा गएर सेप फिललाई गरिदिनुहोस् नो फिल, सेप आउटलाइनलाई गरिदिनुहोस् नो आउटलाइन। साथीहरू यहाँ हेर्न सक्नुभयो पर्फेक्ट तरिकाले यहाँ आएर बसिसकेको छ। त्यस पछाडि साथीहरू यहाँ अझै कुराहरू लेख्नुपर्ने हुन्छ। त्यस पछाडि पुनः फेरि इन्सर्टमा जानुहोस् र सेपमा क्लिक गर्नुहोस् र सेपमा क्लिक गरिसकेपछि साथीहरू यहाँ लिनुपर्ने हुन्छ एगेन ट्याक्स बक्समा क्लिक गर्नुहोस् र यहाँ लेख्नुहोस् सर्टिफिकेट अफ एचिभमेन्ट। लेख्नको लागि साथीहरू पुनः मैले पहिलादेखि नै लेखेर राखेको छु, त्यही भएर साथीहरू यहाँबाट यसरी लिनुहोस्, सिलेक्ट गर्नुहोस् र यसलाई गर्नुहोस् कपी र पुनः त्यही ठाउँमा आएर गरिदिनुहोस् र यसलाई पेस्ट गरिदिन सक्नुहुन्छ। कन्ट्रोल भी को सहायताले गरिदिन सक्नुहुन्छ पेस्ट र यसलाई पुनः सिलेक्ट गरेर यसरी गरिदिन सक्नुहुन्छ
होममा गएर यसलाई साइज बढाइदिन सक्नुहुनेछ साथीहरू। यसरी यसको साइजलाई यसरी बढाउन सक्नुहुनेछ साथीहरू। यसलाई यसरी एडजस्ट गर्नु भने साथीहरू यसको साइज बढेर आउनेछ र यसमा क्लिक गरेर यसलाई गरिदिनुहोस् एडजस्ट। यसरी गरिदिनुहोस् एडजस्ट र हल्का यसलाई चाहिँ सानो पर्न सक्ने गरी सानो गरिदिनुहोस् र यसमा कन्ट्रोल एउटा सिलेक्ट गरिदिनुहोस्, हल्का यसलाई गरिदिनुहोस् सानो र त्यस पछाडि साथीहरू यसलाई राखिदिनुहोस् सेन्टरमा यसरी र त्यस पछाडि साथीहरू यसलाई पनि यसरी गरिदिनुहोस् एडजस्ट। यताबाट पनि साथीहरू तलबाट पनि यसरी राख्न सक्नुहुन्छ। त्यसपछि सेभ फर्मेटमा गएर सेभ आउटलाइनलाई कलरको विड्थ अलि मोटो राख्न सक्नुहुन्छ भने मोटो कलर गरिदिनुहोस् र यसको सेभ फिललाई गरिदिनुहोस् जुन कलर जसलाई बेस्ट लाग्छ त्यो कलर यसरी गरिदिन सक्नुहुन्छ। यसरी राख्न सक्नुहुन्छ जसलाई जुन कलर बेस्ट लाग्छ। मलाई यो कलर बेस्ट लाग्यो, मैले यो कलर यसरी बोर्डर दिइहालेँ। मलाई यो कलर अझै बेस्ट लागेको छैन, सेभ आउटलाइनमा गएर जुन कलर जसलाई बेस्ट लाग्छ त्यो कलर यसरी राख्न सक्नुहुनेछ साथीहरू। मलाई यो कलर बेस्ट लागेको छ त्यही भएर मैले यो कलर राखिदिएँ। त्यस पछाडि साथीहरू अझै कन्टेन्टहरू लेख्नुपर्ने हुन्छ। अझै कन्टेन्ट लेख्नको लागि साथीहरू पुनः इन्सर्टमा गएर सेभमा गएर फेरि ट्याक्स बक्स लिनुपर्ने हुन्छ। ट्याक्स बक्स लिएर यसरी साथीहरू यसरी ड्र गर्नुपर्ने हुन्छ। यसरी साथीहरू ड्र गरिसकेपछि साथीहरू यहाँ लेख्नुपर्ने हुन्छ ट्याक्स बक्स। ट्याक्स बक्स लेख्नको लागि पुनः यहाँबाट जानुहोस् र त्यो यहाँबाट गर्नुहोस् सिलेक्ट। त्यो सबै कुरालाई यसरी गर्नुहोस् सिलेक्ट र कन्ट्रोल सीबाट गर्नुहोस् कपी र पुनः त्यो फर्मेटमा आउनुहोस्। यहाँ क्लिक गरेर साथीहरू कन्ट्रोल बी गरिदिनुहोस् पेस्ट गरिदिनुहोस् र त्यस पछाडि साथीहरू यसमा गरिदिनुहोस् क्लिक, हल्का यसलाई गरिदिनुहोस् माथि र हल्का माथि राखिदिनुहोस् साथीहरू। यसलाई पनि हल्का यसरी माथि यसरी राखिदिनुहोस् र पुनः साथीहरू यसमा क्लिक गरेर यसलाई गरिदिनुहोस् हल्का माथि। सबै कुरा हट्ने गरी यसरी साथीहरू राख्न सक्नुहुनेछ र त्यस पछाडि साथीहरू यसलाई गर्नुपर्ने हुन्छ एडजस्ट। एडजस्ट गर्नको लागि साथीहरू यहाँबाट हामीलाई गर्नुपर्ने हुन्छ एडजस्ट। एडजस्ट गर्नको लागि साथीहरू धेरै दिमाग लगाउनु पर्दैन साथीहरू। यसलाई सिम्पली हल्का यसरी स्पेस गरेर बिचमा राख्नुपर्ने हुन्छ साथीहरू। यसलाई पुनः यसरी गर्नुहोस् सिलेक्ट। सिलेक्ट गरेर साथीहरू यहाँबाट यसरी साथीहरू यसरी एडजस्ट गर्न सक्नुहुनेछ साथीहरू। र त्यस पछाडि साथीहरू यसमा गरिदिनुहोस् यसलाई क्लिक गरेर सेभ फर्मेटमा क्लिक गरेर सेभ फिललाई गरिदिनुहोस् नो फिल, सेभ आउटलाइनमा गरिदिनुहोस् नो आउटलाइन। हाम्रो लाइन हटेर गइसकेको छ साथीहरू। त्यस पछाडि साथीहरू यहाँ यसरी यसमा लाइनमा क्लिक गर्नुहोस् र यसलाई क्लिक गरेर यो साइडमा यसरी राखिदिनुहोस् साथीहरू। पुनः यसलाई पनि क्लिक गरेर साथीहरू यसमा यहाँ पनि क्लिक गरेर साथीहरू यसलाई यो लाइनलाई पनि यहाँबाट यसरी साथीहरू एडजस्ट गर्न सक्नुहुनेछ। लाइनलाई क्लिक गरेर एडजस्ट गर्न सक्नुहुन्छ। हल्का इन्टर गरेर तल पनि यसरी राख्न सक्नुहुनेछ र सिग्नेचर गर्नको लागि साथीहरू हल्का यसलाई माथि गर्नु होला साथीहरू। हल्का एक स्टेप माथि गर्नुपर्ने हुन्छ साथीहरू र त्यस पछाडि साथीहरू यसलाई यसरी एडजस्ट गर्नु होला। सिग्नेचर लेख्नको लागि यहाँ क्लिक गर्नुहोस् र यसरी यसलाई पनि हल्का यसरी यसरी तल यसरी म्यानेज गर्न पर्ने हुन्छ। त्यो सबै कुरा म्यानेज गरिसकेपछि साथीहरू यसलाई पनि यसरी हल्का यहाँ पनि क्लिक गरेर साथीहरू यसरी गरिदिनुहोस् यसरी सारिदिनुहोस् साथीहरू। यहाँबाट पनि क्लिक गरेर यसरी सारिदिनु पर्ने हुन्छ साथीहरू। त्यस पछाडि साथीहरू यसमा सिलेक्ट गरेर यसको बोल्ड रहेको छ बोल्डलाई होममा गएर यसको बोल्डलाई हटाइदिनु पर्ने हुन्छ साथीहरू। यदि बोल्ड हटाउन चाहनुहुन्न भने साथीहरू यसलाई गर्नुहोस् सिलेक्ट। सबैलाई सिलेक्ट गरिसकेपछि साथीहरू यसको फ्रन्टलाई गरिदिनुहोस् न्यू टाइम्समा। न्यू टाइम्स अनुसार क्लिक गरिदिनुहोस् साथीहरू र त्यस पछाडि साथीहरू यसको साइजलाई अलिकति बढाइदिनुहोस्। यसरी बढाइदिनु भयो भने साथीहरू हल्का यो एट्र्याक्टिभ देखिनेछ। यसलाई गरिदिनुहोस् हल्का बिचमा हल्का यसलाई साथीहरू जसलाई दिन चाहनुहुन्छ त्यसलाई यसरी गरिदिनुहोस्। यसलाई दुईटैलाई सिलेक्ट गरेर यो मिडलमा यसरी गरिदिनुहोस् क्लिक। हाम्रो सेन्टरमा आइसकेको छ र यो सबै कुरालाई यसरी सिलेक्ट गरेर साथीहरू यसलाई पनि मिडलमा यसरी बाबर यसरी राख्न सक्नुहुनेछ साथीहरू। यसरी सेट गरेर राखिसकेपछि साथीहरू अनि यहाँ दिस सर्टिफिकेट इज प्राउडली रिप्रेजेन्टेड टु द यहाँ जसलाई सर्टिफिकेट दिन चाहनुहुन्छ यसको नाम लेख्नु होला र कुन कोर्स र कुन प्रोग्राम पढेको छ त्यो अनुसारले यहाँ नाम लेख्न सक्नुहुनेछ र डेट कहिलेको डेटमा इस्यु भएको त्यहाँ लेख्न सक्नुहुन्छ। सर्टिफिकेट नम्बर लेख्न सक्नुहुनेछ र अथोराइज सिग्नेचर पनि राख्न सक्नुहुनेछ र यहाँबाट हजुरहरूले जो रिसिभ गर्छ सर्टिफिकेट त्यसले यहाँ यसरी राख्न सक्छ। यसरी पनि यसरी म्यानेज गर्नु होला साथीहरू। यो तल गइसकेको हल्कालाई माथि यसरी उठाउन सक्नुहुनेछ या कि यसरी तल पनि यसरी राख्न सक्नुहुनेछ साथीहरू। यसलाई यसरी साथीहरू म्यानेज गरेर यसरी राख्न सक्नुहुनेछ। त्यस पछाडि साथीहरू यसमा राख्नुपर्ने हुन्छ सिग्नेचर। सिग्नेचर राख्नको लागि सिम्पली साथीहरू जानुपर्ने हुन्छ इन्सर्टमा गएर यहाँ पिक्चरमा दिस डिभाइस र त्यस पछाडि साथीहरू यहाँबाट लिनुपर्ने हुन्छ सिग्नेचर अथोराइज सिग्नेचर। यहाँबाट सिलेक्ट गर्नुहोस् र इन्सर्ट गर्नुहोस् र त्यस पछाडि साथीहरू यहाँ टेक्स्ट वार्पिङमा गएर गरिदिनुहोस् इन फ्रन्ट अफ टेक्स्ट र त्यस पछाडि साथीहरू यसलाई गरिदिनुहोस् सानो। यहाँबाट यसरी गरिदिनुहोस् सानो र यसरी सानो गर्दै गर्दै यसलाई गरिदिनुहोस् सानो। हल्कालाई यसरी बढाइदिनुहोस् र यसलाई गरिदिनुहोस् सानो।
सानो गरेर जहाँ सिग्नेचरलाई राख्नु छ भने त्यहाँ यसरी गरिदिनुहोस्, राखिदिनुहोस्। र त्यस पछाडि साथीहरू यो सेभ फर्मेटमा क्लिक गरेर यहाँ गरिदिनुहोस्। फर्मेट पिक्चरमा गएर क्लिक गरिसकेपछि साथीहरू यसमा फर्मेटमा क्लिक गर्नुहोस्। फर्मेटमा क्लिक गरिसकेपछि साथीहरू यहाँ पिक्चर करेक्सनमा गएर क्लिक गर्नु, यसको शार्पनेसलाई गरिदिनुहोस् 50 र त्यस पछाडि साथीहरू यसको ब्राइटनेसलाई गरिदिनुहोस् 45 र त्यस पछाडि साथीहरू यसको कन्ट्रास्टलाई गरिदिनुहोस् 40 गरिदिनुहोस् 40 र त्यस पछाडि साथीहरू यसको कलर चेन्ज गर्नु पर्यो भने साथीहरू यहाँबाट सिम्पली कलर यहाँ मोर भेरिएन्ट कलरमा गरिदिनुहोस् रातो कलर। यसको सेपको कलर आइसकेको साथीहरू यो सेप कलर नभएर साथीहरू यसको कलरमा व्हाइट कलर राख्नु होला। र कलरमा गएर साथीहरू विभिन्न यसको सेट कलर गर्न सक्नुहुनेछ। यसरी साथीहरू सर्टिफिकेटको सिग्नेचर यसरी राख्न सक्नुहुनेछ, जसरी मैले यहाँ राखेको छु साथीहरू। त्यसैगरी सिग्नेचर यहाँ पनि राख्नु पर्यो भने साथीहरू सिम्पली इन्सर्टमा जानुहोस् र पिक्चरमा जानुहोस्, दिस डिभाइसमा जानुहोस् र यहाँबाट लिनुहोस् सर्टिफिकेटको नमुना र यसलाई गरिदिनुहोस् र यसलाई सिलेक्ट र यसरी तपाईँहरूले राम्रो तरिकाले सर्टिफिकेट बनाउन सक्नुहुनेछ। र यसमा म क्लिक गरेर साथीहरू पुनः इन्सर्टमा गएर यो सेभ फर्मेटमा गएर यो एडिट पोइन्टमा गएर साथीहरू म एउटा पोइन्टमा गर्छु क्लिक र यसलाई गरिदिन्छु हल्का तल। र त्यस पछाडि साथीहरू यसरी तपाईँहरूले धेरै किसिमको सर्टिफिकेटहरू बनाउन सक्नुहुनेछ। यस्तो सर्टिफिकेटहरू विभिन्न किसिमको सर्टिफिकेट यस्तो तरिकाले हजुरले बनाउन सक्नुहुनेछ। यसरी तपाईँले एमएस वर्डमा प्रयोग गरेर सजिलै प्रोफेसनल सर्टिफिकेट तयार गर्न सक्नुहुनेछ। यदि यो भिडियो तपाईँलाई उपयोग लाग्यो भने लाइक गर्नुहोस्, कमेन्ट गरेर आफ्नो सुझाव दिनुहोस् र यस्तै उपयोग कम्प्युटर टिप्स र एमएस वर्ड ट्युटोरियल हेर्न हाम्रो विषय टिप्स च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। फेरि अर्को नयाँ भिडियोमा भेट होला। नमस्कार।